कोनिचिवा विनिता देश स्वागत छ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। गएको हाम्रो लास्ट भिडियोमा हामीहरूले तोकुतेई गिनो निगो गाइसोकुग्यो हाइजिन कन्ट्रोलको लेसन 4 गरिरहेका थियौँ भने अझै यो लेसन कम्प्लिट नभएकोले हामीले त्यसैलाई नै निरन्तरता दिनेछौँ। र यदि कसैलाई पनि यो बुकको PDF र मिनिङ चाहिएको छ भने तपाईहरूले डिस्क्रिप्सनबाट लिन सक्नुहुनेछ। र त्यसैगरी N3 को अनलाइन क्लास पनि रहेको कारणले यदि कोही इच्छुक हुनुहुन्छ भने उहाँहरूले पनि मलाई सम्पर्क गर्न सक्नुहुनेछ फेसबुकमा र फेसबुकको लिङ्क रहेको छ मेरो डिस्क्रिप्सनमा। अब हामी कन्टिन्यू गरौँ, निरन्तरता गरौँ लेसन 4 लाई नै। यो रहेको छ शोदोकुतो सोनोहो हो नि चुइते भनेर किटाणु शोधन र त्यसको तरिकाको बारेमा। शोदोकुतो वा जिन्चिकु नि ताइसिते ब्योगेनसेई नो आरु विषयबुत्सु साइकिन विरुसु नादो ओ फुकात्सु खासासे कान्सेन ओ बोउशी सुरु कोतो दे याकुबुत्सु, श्याफुत्सु, जोकी, निको नादो नि योरु हो गा आरु तो सेचुमे सारेमास। अब डिसइन्फेक्सन अथवा किटाणु शोधन भनेको चाहिँ सूक्ष्म जीवाणुहरू जसले चाहिँ मानव र जनावरहरूलाई असर गर्छ त्यसलाई चाहिँ निष्क्रिय गराउनु हो है विषयबुत्सु। यो जस्तै ब्याक्टेरिया हैन भाइरसहरू भए नि तिनीहरूलाई चाहिँ निष्क्रिय गराउनु हो। अब निष्क्रिय गराउनको लागि के प्रयोग गर्ने त याकुबुत्सु, स्याफुत्सु, जोकी भनेर भनेको छ। यो चाहिँ लाइक केमिकल्सहरू हैन र उमाल्ने त्यसैगरी बाफहरू र घामहरू यिनीहरू चाहिँ प्रयोग गर्ने गरिन्छ। किगु योकी सेचुबी वा सेन्जियोनी योते ताम्पाकुसित्सु तान्सुई खाबुत्सु नादो नो युकिबुत्सु ओ देकिरु खागिरी जोक्यो सिता आतो जोक्यो सिता आतो शोदोकु जाई ओ मोचिरु कोतो नि योत्ते कोखा तेकी नि ब्योगेन विषयबुत्सु ओ गेन्स्यो सासेते एइसेई जोताई ओ तामोचिमास भनेको छ। यहाँ चाहिँ फर इक्जाम्पल भाँडा कुडा कन्टेनर र उपकरणहरूबाट चाहिँ जति सक्दो अर्ग्यानिक पदार्थहरू निकालिन्छ जस्तै कार्बोहाइड्रेट र प्रोटिनहरू भनेको छ नि त्यो चाहिँ र त्यो निकालिन्छ र त्यसपछि सूक्ष्म जीवाणुहरू निकाल्नको लागि फर इक्जाम्पल हामीले धुने भनेको त त्यहाँ भएको फोहोरहरू मात्रै निकाल्ने हो, तर त्यसमा भएको सूक्ष्म जीवाणुहरू जुन हुन्छ भाइरसहरू ब्याक्टेरियाहरू जुन हुन्छ तिनीहरूलाई निष्क्रिय गराउनको लागि चाहिँ हामीले के गर्नुपर्छ त किटाणु शोधन गर्नुपर्ने हुन्छ। चोरिसी सेचुनी ओकेरु शोक्किगुरुई नो शोदोकु हो तो सितेवा याकुजाई नि योरी खागाकु तेकी शोदोकु स्याफुत्सु या सिगाइसेन नि योरु बुचुरी तेकी शोदोकु गा आरिमास। अब यहाँ चाहिँ किटाणु शोधन छनोट किटाणु शोधन किचनमा हुने जुन किटाणु शोधनको तरिकामा चाहिँ के हुन्छ त केमिकलबाट गरिने है खागाकु तेकी शोदोकु र स्याफुत्सु या सिगाइसेन भनेको छ। यो चाहिँ हाम्रो भौतिक किटाणु शोधनहरू जस्तै बोइलिङ मेथड र युभी लाइटबाट गरिने किटाणु शोधन है दुईवटा वे रहेको छ। केमिकल किटाणु शोधनमा हाम्रो रह्यो केमिकलबाट र भौतिक किटाणु शोधनमा चाहिँ हाम्रो के रह्यो त बोइलिङ मेथड र युभी लाइटबाट किटाणु शोधन गरिन्छ। र शोदोकु हो एराबुसाई नि वा मोकुतेकी तो सुरु युगाई विषयबुत्सु ताइशोतो नारुकी गुनो जाइसित्सु या केइजो शोदोकु जाई नो तेकिसेत्सु ना नोदो या सियोर्यो नादो नो तोकुसेई ओ योकु रिकाइशी कोखा तेकी खा आन्जेन ना हो ओ सेन्ताको सिमास। अब किटाणु शोधन गर्ने तरिका चाहिँ हामीले छनोट गर्दाखेरि जीवाणुहरूको विशेषता जस्तो ब्याक्टेरिया मार्नको लागि कुन किटाणु कसरी डिसइन्फेक्ट गर्ने र त्यसैगरी भाइरसलाई मार्नलाई कसरी यसरी तिनी जीवाणुहरूको विशेषता र किटाणु शोधन गर्ने भाँडाकुडाहरूको प्रकार र आकार र त्यसैगरी किटाणु शोधनको लागि प्रयोग गरिने केमिकलको मात्रा र त्यो केमिकललाई कसरी प्रयोग गर्ने त्यो तरिका चाहिँ हामीले अपनाउनु पर्ने हुन्छ। अब जाउँ हाम्रो शोक्की रुई चोरी किगुरुई चोरी किखाइ रुई नो शोदोकु हो।
भाँडाकुँडाहरू, पकाउने भाँडाहरू र पकाउने उपकरणहरू कीटाणु शोधन गर्ने तरिकाको बारेमा रहेको छ। फर्स्ट हाम्रो रहेको छ खानेचु स्योदोकु भनेर, है, ताप दिएर गरिने कीटाणु शोधन। सेन्जो गोनो शोक्किरुई चोरिकिगु किखाइरुई वा हाचिजुदो दे 5分間以上加熱して消毒します。अब भाँडाहरू धोइसकेपछि जुन भाँडाकुँडा हुन्छ त्यो चाहिँ पकाउने भाँडा र उपकरणहरूलाई चाहिँ 80 डिग्रीमा 5 मिनटसम्म तातो बनाउने। र फुडो काट्टा नो ताइने츠 सेइबुहिन फुकिन ताउरु नादो वा 100度で5分間以上の煮沸殺菌をが有効ですभनेको छ। अब जस्तो ताप प्रतिरोधी भाँडाहरू भागहरू हुन्छ नि जुन फुड कटरहरूको फर इक्जाम्पल र टावलहरू टालोहरू जो हुन्छ तिनीहरूलाई चाहिँ 100 डिग्री सेल्सियसमा 5 मिनटसम्म चाहिँ उमाल्ने। र नेक्स्ट छ याकुजाई शोदोकु भनेको छ यो चाहिँ केमिकल कीटाणु शोधन, केमिकलबाट डिसइन्फेक्ट गरिने। चोरी सिसेत्सु दे सियो देकिरु शोदोकुजाई तो सिते वा एन्सोके शोदोकुजाई जस्तै जिआएन्सोसान नाटोरियम आएन्सोसान्सुई जिआएन्सोसान्सुई या आरुकोरु केही शोदोकुजाई गा आरिमास। अब यहाँ के भनेको छ त भन्दाखेरि खाद्य सामग्री उत्पादन गर्ने ठाउँमा प्रयोग गर्न मिल्ने जुन कीटाणु शोधन भनेको चाहिँ क्लोरिन बेस्ड कीटाणु शोधन, है, क्लोरिन बेस्ड कीटाणु शोधन जुन रहेको छ हाम्रो सोडियम हाइपोक्लोराइड, क्लोरस एसिड वाटर र हाइपोक्लोराइड र अल्कोहल कीटाणु शोधन यिनीहरू चाहिँ हाम्रो त्यहाँ प्रयोग गर्न मिल्छ। तादासी सियोसुरु बाई नि वा सोनो तोकुचो तो ओ रिखाइसी नोदो हो हो नादो नो सेइहिन सिजिओ मामोते सियोसुरु कोतोगा ताइसिचु देस। तर प्रयोग गर्ने बेलामा चाहिँ तिनीहरूको विशेषता बुझेर र तिनीहरूको कन्सन्ट्रेसन कतिको मात्रामा प्रयोग गर्ने र तिनीहरूको तरिकाहरू चाहिँ राम्ररी पालना गर्नुपर्ने आवश्यकता हुन्छ। अब नेक्स्ट छ जिआएन्सोसान नाटोरियमु यो एकी भनेको छ। अब एकी यहाँ चाहिँ लिक्विडको बारेमा छ, सोडियम हाइपोक्लोराइडको घोल अथवा लिक्विड सिहान हिन ओ सियोसुरु बाई नि वा तेयुबी होगो नो तामेनी तेबुकुरो च्याकुयोसिमास। अब यो हाम्रो व्यावसायिक रूपमा उपलब्ध सामान प्रयोग गर्दा हातमा ग्लोभ्सहरू, है, जस्तो केमिकल भनिसकेपछि त हातलाई त असर गर्छ, सो तेबुकुरो हामीले चाहिँ ग्लोभ्स युज गर्नु पर्यो। जिआएन्सोसान नाटोरियम वा किन्जोकु फुस्योकु सेइगा आरिमास नोदे सियोगो नो किगुरुई नि नोकोरानाइ यो नि जुबु नि मिजु आराइसिमास। अब यो सोडियम हाइपोक्लोराइडले चाहिँ धातुहरूमा चाहिँ असर पुर्याउने भएकोले केमिकलको प्रयोग गरिसकेपछि चाहिँ पानीले पखाल्नुपर्छ। नेक्स्ट छ स्योदोकु यो आरुकोरु। अब हामीले धेरै जसो किचनहरूमा एल्कोहल युज गर्छ नि, है, एल्कोहल स्प्रे डिसइन्फेक्ट गर्नको लागि। स्योकुहिनी सियो देकिरु मोनोनी खागिरु भनेको छ यो चाहिँ खानेकुरामा मात्रै प्रयोग गर्न सकिने भनेर। सुपुरे ओ मोचिता स्योदोकु वा सोक्कान सेइगा आरी किन्जोकु फुस्योकु सेइमो हिकुइगा ताइशोबुत्सुगा ओइतो कोस्तो डाकानी नारीमास भनेको छ। अब यो स्प्रे गर्ने जुन कीटाणु शोधन अथवा एल्कोहल स्प्रे जुन हुन्छ यो चाहिँ छिट्टै ड्राई हुने, ख्याल गर्नु भएको छ होला, एकछिन स्प्रे गरे उतिकैलाई ड्राई हुन्छ नि, र धातुहरूमा त्यति असर नगर्ने, तर यो चाहिँ धेरै महँगो पनि हुन्छ। माता ताइशोबुत्सुगा नुरेते इरुतो आरुकोरु नो दोगा सागारु तामे शोदोकु नो कोखागा ओचिते सिमाइमास नोदे चिउइगा हिचियो देस। र यो चाहिँ यदि कुनै पनि भाँडामा हामीले प्रयोग गर्दाखेरि स्प्रे गर्दाखेरि यदि त्यो भाँडा चिसो छ भने चाहिँ त्यसले काम गर्दैन, त्यसले जति काम गर्नुपर्ने हो त्यो चाहिँ कम हुने भएकोले हामीले के गर्नु पर्यो त त्यसको प्रभाव कम हुन्छ, सो हामीले ध्यान दिनु पर्यो, ड्राई हुनु पर्यो भन्ने अर्थ। अब नेक्स्ट रहेको छ हाम्रो स्योदोकु होकाङको नादोनी योरु स्योदोकु भनेको छ,
है। जस्तो हामीले कीटाणु शोधन गर्नको लागि फर इक्जाम्पल केमिकल युज गर्छ, स्प्रे युज गर्छ र कतिपय ठाउँहरूमा क्याबिनेट जस्तो हुन्छ र त्यहाँभित्र चाहिँ हाम्रो तातो हावा प्रयोग गरेर भाँडालाई तातो बनाएर कीटाणु शोधन गरिन्छ, त्यसको बारेमा रहेको छ। नेपु होकानको भनेको छ जस्तै तातो बाफ आउने, जस्तो क्याबिनेट टाइप। शोकिरुई नो मिजुके ओ खारुकु कित्ते कारा शिउनोसी नेप्पु ओ खाकेरु योनी सुरु तो कोखातेकी देश। भाँडाहरूको पानी चाहिँ तारेर अनि त्यसपछि त्यो क्याबिनेटभित्र चाहिँ राख्यो भने त्यो प्रभावकारी हुन्छ। तादासी शोकिरुई नो जाइसिचुनी योते नेचुहेन्से यो ओकोसुमोनोगा आरिमास नोदे चुइगा हिचियो देश। तर भाँडा चाहिँ कस्तो किसिमको छ त्यो पनि ध्यान दिनुपर्ने हुन्छ, न त त्यो भित्र त तातो हावा हुन्छ, त्यसले चाहिँ भाँडाको सेप बिगार्न नि सक्छ नि, फर इक्जाम्पल प्लास्टिकको भाँडाहरू। सो त्यो कुरामा ख्याल गर्ने। र सिगाई सेन्साकिन होकानको भनेको चाहिँ यो चाहिँ युभी रेजहरूबाट चाहिँ किराहरू शोधन गर्ने क्याबिनेट। शोकिरुई नो मिजुकियो खाकुजिचुनी फुकितोरी सिगाई सेन्साकिन तोनो हिकारीगा आतारु योनी शोकिरुई नो खाङखाकुओ आकेते शिउनोसिमास। यहाँ चाहिँ हाम्रो के भनेको छ, भाँडा सुक्खा गरेर पुछेर भाँडाकुँडाहरूलाई अलग अलग ठाउँमा राख्ने, ताकि तिनीहरूमा चाहिँ त्यो युभी कीटाणु नाशक जुन प्रकाश हुन्छ नि, रेज हुन्छ नि, त्यो चाहिँ त्यो एभ्री भाँडाहरूमा चाहिँ परोस्। सिगाई सेन्साकिन तो निवा जिउम्योगा आरिमास नोदे युको स्योस्या जिखान नि कियोत्सुकेते कोखान जिकियो आयामारा नाइयो निसिमास। अब युभी कीटाणु नाशक जुन लाइट्सहरू हुन्छ नि, तिनीहरूको चाहिँ एक्सपायर डेटहरू हुन्छ, त्यसैले त्यो कुरामा चाहिँ ध्यान दिने र सही समयमा चाहिँ तिनीहरूलाई चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ भनेर यसरी हामीले आज चाहिँ शोकिरुई चोरिकिरुई चोरिकिखाइरुई नो स्योदोकु होको बारेमा पढ्यो भने नेक्स्ट चाहिँ हामी जान्छौँ देन्सिरेन्जी रेइजोको नाइनादो नो स्योदोकु। भिडियो मन परेमा कृपया लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।